बिहानै बारुलासँग भेट भएपछि चाहिँ सुरु भयो हाम्रो छोटो मिनी ब्लग। हाई एभ्रिवान, सबै आरामै हुनुहुन्छ होला। मेरो ठुलो छोरीले चाहिँ सानोमा चाँदीको बाला नलगाउने मान्छेले आज बहिनीलाई हेरेर चाहिँ ऊ पनि लगाउँछु भनेर लगाएँ। अनि मैले चाहिँ यहाँ खानाहरू तयार पारिसकेँ साथीहरू। खानासाना पाकेपछि चाहिँ मैले यहाँ ठुलो छोरीलाई एकछिन काखमा लिनुपर्छ साथीहरू। के गर्ने, ऊ पनि सानै त छ, मलाई चाहिँ काखमा लिँदैन भनेर भन्छ कि, त्यही भएर चाहिँ मैले अहिले कामसाम भ्याइसक्यो। त्यही भएर मैले चाहिँ ठुलो छोरीलाई यसो काखमा लिएर बसेको। अनि कान्छी चाहिँ सुतिरह। त्यसपछि चाहिँ म लुगा धुनुतिर लागेँ साथीहरू। म लुगा धुँदै गर्दा भिडियो बनाइदिने क्यामराम्यान चाहिँ को होला साथीहरू? मेरो ठुलो छोरी। मेरो ठुलो छोरीले चाहिँ मेरो भिडियो बनाइदिँदैछ है। त्यसपछि खाना खाने बेला नि भयो। अनि मैले चाहिँ मेरो छोरीलाई खाना खुवाइदिँदैछ। मेरो छोरी चाहिँ सानैबाट आफै नखाने के, कति ट्राई गरेँ आफै खाइरोस् भनेर बानी गराउनु गरेँ, तर पनि आफै कहिले पनि खाँदैन। अनि त्यही भएर मैले चाहिँ यहाँ फकाइ गरेर खुलाइरहेको छु साथीहरू। खाना खाने यति गाह्रो छ, के गर्ने र। अनि मैले चाहिँ यहाँ खानासाना खुलाएपछि फेरि यहाँ रेडी गर्ने बेला भयो। स्कुलको ड्रेसहरू लगाइदिँदैछ, लगाएर फेरि कपाल सपालहरू कोरिदिएँ। अनि मेरो छोरीले चाहिँ कपाल बाँध्ने बेलामा कि होइन त्यो बाँधिदियो यो बाँधिदियो गर्दै मैले चाहिँ फुकाल्ने बाँधिँदै गर्दा बल्ल बाँधिदियो साथीहरू। यस्तो गाह्रो छ के है, यो होइन त्यो होइन भन्ने। यो कपाल बाँध्ने बेलामा त कतिचोटि पो ढिलो भएको छु कि, यसरी नै कहिले यो कहिले त्यो भन्दा है। के गर्ने र, गाह्रो छ। भोलि पर्सि अर्को छोरी नि ठुलो भएपछि स्कुल जाने बेलामा मलाई कस्तो होला, दुईजनाको कपाल बाँध्दा त गाह्रो पो हुन्छ होला होइन साथीहरू। अनि मैले चाहिँ यहाँ जुत्ता लगाइदिएँ। जुत्ता लगाएर आमा छोरी निस्केँ। मेरो छोरी चाहिँ अगाडि निस्किसक्यो। अनि के साथीहरू, बारुला यो कि बिहान म दोकान जाने बेलामा देखेको बारुला कति धेरै हाम्रो घर नजिकैको दोकानमा रहेछ के। मलाई त यो बारुला देख्यो भने यति डर लाग्छ कि, गाउँमा म भित्री बारीमा यसो गोडगाड यसो तरकारीहरू गोडगाड गर्ने बेलामा मलाई यस्तो टोकेछु नि होइन, यति नराम्रो टोकेछु। त्यही भएर मलाई कस्तो डर लाग्छ। अनि मेरो कान्छी छोरी पनि यसरी उठिसक्यो। त्यसपछि यसो भुलाउनुपर्छ। त्यसपछि मैले सासूआमालाई खाना पस्केर दिएँ। सासूआमा खाँदै हुनुहुन्छ। अनि मैले पनि खाना पस्केर यतै छोरीतिर आएँ। उसलाई चाहिँ यसो भिडियो देखाइदिएको साथीहरू। एकछिन खाना खाने बेलामा आरामले खाऊँ न भनेर चाहिँ उसलाई एकछिन भिडियो हेर्नु दिएँ। अनि मैले खाना खाएँ। आजको लागि यति नै, बाई।